समादरणीय व्यक्तित्व, आमा बुबा, दाजुभाइ, दिदी बहिनी, आफन्तजन, इष्टमित्र, भाइबन्धु लगायत मलाई गोविन्द पन्त भनेर चिन्ने नचिन्ने माया गर्नुहुने सम्पूर्ण अग्रज अनुज प्रिय व्यक्तित्वमा स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन, नमस्कार। आज हाम्रो मौलिक पर्व, सांस्कृतिक पर्व, गौरा पर्व, सुदूरपश्चिमको शान, सुदूरपश्चिमलाई चिनाइराखेको, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल यो गौरा पर्व हामी यो वर्ष 2 चरणमा मनाइरहेका छौँ। एक चरणमा भाद्र 7 गते, आज भाद्र 7 गते मनाउनेहरूको लागि अठेवाली पर्व र हामी दोस्रो चरणमा 21 गते अठेवाली मनाउने गरेर हामी गौरा पर्व मनाइरहेका छौँ। हामी ब्राह्मणहरूको, ज्योतिषहरूको वाद विवादका कारण, मतान्तरणका कारण हामीले यो वर्ष 2 गौरा मनाउनु पर्ने अवस्था सिर्जना भइसकेको छ।